हेलो एभ्रिवान, सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ। आज मैले फेरि पनि नयाँ भिडियो लिएर आएको छु। तपाईले प्लिज मेरो युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गर्नुभएको छैन भने प्लिज लाइक शेयर सब्स्क्राइब गर्नु होला। आज हामीहरू जाँदैछौँ सबैजना टिका चिसापानी घुम्नको लागि, चिसापानी पार्क घुम्नको लागि, चिसो चिसो हावा खानको लागि हामीहरू सबै जाँदैछौँ। अनि म चाहिँ भइसकेँ रेडी। यस्तो भइसकेको छु, ब्ल्याक टी सर्ट लगाएर ब्ल्याक वान पिसहरू लगाएर रेडी भइसकेको छु। किन भनेपछि यस्तो गर्मी छ, त्यही पनि मैले व्हाइट लगाउने ठाउँमा मलाई आज ब्ल्याक लगाउनु मन लागेर मैले ब्ल्याक लगाइसकेँ। हल्का मेकअप पनि टचअप गरिसकेँ। हामीहरू को जान्छौँ, के गर्छौँ हामी तपाईँहरूलाई भिडियोमा देखाउनेछु। ओके बाई। ल हामीहरू अब रेडी भएर सबैजना उता अटोमा आइसकेँ। अनि हेलो पुष्पा, पुष्पा पनि रेडी भएर आइसक्यो। तर घुम्न जाने भन्ने कुरा भइरहेको छ। हेर्नुहोस् बादल, मौसम एकदम खराब छ। तर हामी त्यहाँ पुग्छौँ कि पुग्दैनौँ, घुम्न पाउँछौँ कि पाउँदैनौँ हामीलाई थाहा छैन। तर चाहिँ ऋतु आइहाल्यो है उभा देखिनको लागि, भिडियोमा देखाउन लागि आइसक्यो। मेरो बहन ठुली जाने बहिनी अर्को अटो पनि रहेछ त, आइसक्यो रेडी भएर। हजुर रोशन, हेलो। हामी आज कहाँ जाँदैछौँ? हामी आज चिसो जाँदैछौँ। माइज आज हेरेर मलाई त यस्तो भएको छु। एउटा अटो अगाडि गइसक्यो, एउटा पछाडि आउँदैछ। अनि हामीहरू चाहिँ हिँडिरहेको छौँ। तर आज मौसम खराब छ एकदम। हेर्नुहोस्, जे भए पनि आज घुमेर आउने हो। पानी आएपछि ब्यागमा पैसा छ है, त्यो पैसा छ 5 लाख रुपियाँ। म कता बसौँ? अनि हामीहरू चाहिँ बस्न लाग्छौँ। के गर्नु, सिटै छैन। अब सिट नभए पनि यसो एडजस्ट गरेर बस्नुपर्छ। भित्र इमे त्यहाँ अगाडि इमे पनि हुन्छ। ल म बसेँ। ल हामीहरू चाहिँ बसिसक्यो। मुखेर हग्नु बसेर जस्तो लगाएर जे भए पनि आइडोन्ट नो, कोही बात छैन। हामीहरू अहिले मौसम यस्तो छ। तर के गर्नु, आज भगवान् पानी नपरोस्, हिँडी बतास नआओस्। तर हावा चाहिँ हल्का हल्का आओस्, तर पानी चाहिँ बिल्कुल पनि नपरोस्। अब हामी चिसापानी पुगेर तपाईँलाई म देखाउनेछु त्यहाँको भिडियो नजाराहरू। अहिले चाहिँ हामी लाग्यौँ एकदम प्याक छ। अहिले ठाउँ छैन, यताउता भिडियो बनाउने ठाउँ पनि छैन। बाई। हामीहरू चाहिँ टक्क ट्याक्सीबाट ओर्लेर हामीहरू चाहिँ यहाँ पुगिसक्यौँ। हेर्न सक्नुहुन्छ चिसापानी। अनि मौसम, आजको मौसम चाहिँ एकदम राम्रो छ। अनि हामीहरू चाहिँ फोटोसोटो खिचाउँछौँ। हामीहरू चाहिँ पुगिसक्यौँ, चिसापानी पुलमा पुगिसक्यौँ। तर अहिले पानी परिरहेको छ। मान्छे हेर्न सक्नुहुन्छ तपाईँ। बराबर आजका दिनमा एकदम पानी परेको थियो पनि। तर मौसम चाहिँ राम्रो थियो फोटो खिचाउनको लागि, भिडियो बनाउनको लागि। तर के गर्नु, मौसम आज अलिकता नाजुक छ। त्यही भएर हामी चाहिँ हिँडिसक्यौँ, लागिसक्यौँ। अनि चाहिँ तपाईँहरूलाई देखाउनेछौँ। तर पानी परिरहेको छ। अहिले गएर फटाफट फोटोहरू खिचाइराख्नु पऱ्यो। माइजू के छ, पानी पर्ने जस्तो छ त। अनि ग्रुप चाहिँ अगाडि गइसक्यो। अनि हामीहरू चाहिँ के अरे मान्छे अझै आएका त्यही मौसम राम्रो भएर
हामी चाहिँ कर्णाली पुल पुगिसक्यौँ। कर्णाली पुल पुगेर पनि हेर्न सक्नुहुन्छ यति धेरै पब्लिकहरू छ, यति धेरै मान्छेहरू आउनुभएको छ। हेर्नुहोस् सबैजना फोटो खिचाउँदैछन्, अनिहरू चाहिँ मेरो आउँदैछन्। अनि के हो माइजू फोटा खचाखच कतिवटा खिचाउँदैनौ? के अरे क्यामेराम्यान सबैजना आइसक्नु भएको छ हाम्रो ग्रुपहरू। हामीहरू चाहिँ कर्णाली घुम्नको लागि ग्रुपहरू पनि आउनुभएको थिएन, अहिले चाहिँ आउनुभयो। त्यसपछि हामीहरू जाँदैछौँ। अङ्कल अहिले हामी कहाँ जाने हो? हामी के भन्छन् भाइरल ढुङ्गामा जाने पिचबारी जाँदैछौँ हामीहरू। अनि ल हिँड चलो गाडी चलो, हामीहरू जाने हो घुम्न होइन। तर अहिले मौसम पनि त्यस्तै छ, आज मौसमले साथ नदिला जस्तो लाग्यो मलाई, किन भनेपछि पानी परिरहेको छ, त्यही भएर के हुन्छ आई डोन्ट नो। त्यही पनि हामी तपाईँहरूलाई घुमेर मनोरञ्जन गरेको भिडियोहरू पोस्ट गर्नेछौँ। ओके बाई। हामीहरू चाहिँ जाँदैछौँ अहिले, हामीहरू टिस्टापानी घुमेर अझ जाँदैछौँ, बिचमारी जाँदैछौँ। आज मौसम यस्तो छ, एउटा अटो पछाडि आउँदैछ अनि पाँचजना गरेर मिलमा गएको थिएँ, उहाँ आउने बेला म 80 किलो चिया भने म अहिले सबै हजुर सबैको अवस्था के छ? पैसाको अवस्था थाहा छैन। पैसा लास्टमा मेरो बोटमा तरकारी पुगेको छैन। जोसँग छ ऊ जान्छ नि, अझ नआउने बस्छ भाइ भन्छ, त्यही त हो नि। जसको हातमा 1 रुपियाँ क्यास छैन ऊ मान्छे बोलिरहेको छु। आफ्नै गाउँ परदेशी फर्कादै आए, आफ्नै गाउँ यो कुमाली जाने कुइने जाने गाडीहरू चाहिँ यता लाग्छन् होइन। तपाईँहरूलाई पनि प्लिज जानु छ भने सम्पर्क गर्नु होला भने आउनु होला। अनि चाहिँ हामीहरू ट्याक्कै हेर्नुहोस् न यहाँको नेचुरल अर्ग्यानिक नेचुरल हावा खानको लागि प्लिज यहाँ आउनु सक्नुहुन्छ। यो चाहिँ कर्णाली पुल हेर्न सक्नुहुन्छ, त्यहाँ छ। अनि हामीहरू चाहिँ जाँदैछौँ, पिचमारी जाँदैछौँ सबैजना फ्यामिली पनि आधा लामो खाने पनि छन्, भाइवाला आफ्नो छिमेकीहरू पनि छन्। अहिले अवस्था एकदम नाजुक छ। हेर्नुहोस् पानी बढेर यस्तो लाग्छ कर्णालीको पानी बग्छ, यसमा माछाहरू पनि हेर्नुहोस् यति राम्रो छ, यस्तो राम्रो बाटो छ। नरसिंह के अरे अङ्कल नरसिंह रावल उहाँ चाहिँ उहाँको यता चाहिँ मूर्ति बनाएर राखेको छ हो र। तपाईँहरू प्लिज बिचमारी आउनु भएको छैन भने आउन सक्नुहुन्छ। यस्तो राम्रो छ ठाउँ। पुगिसक्यो अटोमा अनि अर्को एउटा अटो चाहिँ आउँदैछ अनि चाहिँ हामी पिचबारी जान्छौँ। तर म त फर्स्ट चोटि विशेष यसका लागि मात्र आउनु त म आउने थिएन, म त त्यो नाउको लागि माछा त होइन, त्यो यसो बोटमा थोरै त्यो ठाउँ हेर्न जाने कि म। ल ठिक छ, स्वर्ग चिप्लागमै भन्नु न। यस्तो गाइस पानी परिरहेको छ, पिचबारी छ हामीहरू चाहिँ यहाँ पुगिसक्यो। तपाईँलाई अर्ग्यानिक माछा चाहिएको छ भने हेर्न सक्नुहुन्छ, यत्रो ठुलो छ माछा।
हामीहरू चाहिँ यति आइसकेछौँ। अब हामी के अरे आन्टी त्योमा हामी चढ्ने के अरे नाम बोर्ड। हामी अहिले एकछिन बोर्डमा बस्छौँ। बोर्डमा बसेर कहाँ कहाँ लग्नुहुन्छ, त्यही भएर हेर्न सक्नुहुन्छ मौसम छैन किन। यस्तो पानीमा पनि हामी घुम्न जाँदैछौँ। मैले नि चप्पल खोलेर आउनु पर्ने रहेछ क्या माथि यार। चप्पल खोलेर आउनु पर्ने रहेछ यार। बुङ्गुरको छोइला सेकुवा माछा खाएर पिज्जा खाएर डर आइरहेछ मलाई त यार। आज पछि छैन अझ त्यही पनि आएर बोर्डमा जाँदैछौँ। बनाउन म 10 चोटि तिमीहरूकै मात्र बनाउने, मैले आफ्नो नबनाउने। हिँड्न कति गाह्रो भएछ हेर्नुहोस्। चप्पल खोलेर हिँड्दैछु म त। यस्तो छ बाटो, यस्तो हिँड्नुपर्छ। आइया घुम्नको लागि पनि यस्तो यसरी हिँड्नुपर्छ, त्यही भएर गाह्रो छ। हिँडिरहेछौँ हेर्नुहोस्, राम्रो छ मौसम। मान्छे छाता ओढेर पनि बसिरहेको घुम्नको लागि। लोट ल्याइ बहिनी त्यो यस्तोमा पनि हामी घुम्ने भनेर आछौँ। पानीमा पनि हेर्नुहोस् भइसके ला 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 आन्टी। अब यस्तो जान्छौँ, यसमा चढेर जान्छौँ अहिले। ल हेर्न सक्नुहुन्छ, हेर्नुहोस्। माई गड बाफ्रे यस्तो पावर। यसो अगाडि बसेर एउटा भिडियो बनाइदिएको पालो पालो गरेर है। हामी चाहिँ यसमा बस्छौँ। अब हामी पनि हाम्रो पालो पनि आयो। हामी जान्छौँ अहिले। हामी पनि सब रेडी पोजिसनमा छन् जानको लागि। हामी बोटमा जाँदैछौँ। कस्तो लागिरहेको? फाइनली गाइस पैसा असुल भएको छैन हौ दिदी। 700 रुपियाँ धेरै 750 रुपियाँको हामी असुल गर्दैछौँ। गर्दैनौँ। हेर्दै हेर्नु होला तपाईँहरूले। मेरो चाहिँ बसिसक्यो। सबैजना ल मलाई पनि चाहियो ल। सबैजना बसिसक्यो बोर्डमा आई। हेर्नुहोस् म पनि बसिसकेको छु। पानी परिरहेको छ, त्यही पनि पानी परे पनि हामीहरू चाहिँ यसरी बसेर इन्जोय गर्छौँ। सबैजना यस्तै जान्छौँ। पानी परिरहेको छ। हेलो एभ्रिवान, मैले भिडियो लिएर आएको छु। बाई बाई। कस्तो लागिरहेको छ नि? आजको भिडियो चाहिँ यतिकै नै। नेक्स्ट भिडियो एकदम राम्रो लिएर आउनेछु। लास्टसम्म मैले भिडियो खिच्न पाइनँ किनभने चाहिँ मेरो मोबाइलमा चार्जिङ सकिसकेको थियो। त्यही भएर धेरै फोटो भिडियो अगाडि हामीले खिचायौँ। लास्ट हामी जहाँ घुम्न जाने भने त्यो ठाउँमा पुग्न त पुग्यौँ, तर हामी त्यहाँ भिडियोहरू फोटोहरू खिच्न पाएनौँ। आजको भिडियो चाहिँ यतिकै नै। तपाईँले मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब गर्नुभएको छैन भने प्लिज मेरो भिडियोलाई लाइक शेयर सब्सक्राइब गर्नु होला। नेक्स्ट भिडियो एकदम राम्रो लिएर आउनेछु। ओके बाई सबैजनालाई। मेरो भिडियो कस्तो छ कमेन्ट गर्नु।